भारतले बालनले पठाएको डिप्लोमेटिक लेटरलाई गरे च्यालेन्ज। अब भारतले भन्दैछ कि यो लिपियाधुरा र लिपुलेख हाम्रो बाटो हो, हामी पहिलेदेखि प्रयोग गर्दै आइरहेछौँ। नेपालले के प्रमाणको आधारमा यसरी भनिरहेछ भनेर। तर हामी सबैलाई थाहा छ कि सुगौली ट्रिटी साइन हुँदाखेरि 1816 देखि नै यो बाटोहरू हामी नेपालको भूमिमा पर्न जान्छ, हामी नेपालीहरूको यो बाटो। पहिलाको सरकारहरूले देश त बर्बाद गरे तर यो ठाउँहरू फिर्ता ल्याउन पनि ध्यान दिएनन् कि यिनीहरूले पैसा खाएर बसे, केही गरेनन् देशको लागि। तर आज बालन लाएर यो कदम चालेको छ, साह्रै खुसी लागिरहेछ, मनदेखि एउटा गर्व फिल भइरहेछ। हामी नेपालीको जेलदेखि नै हो, कहिले हामीहरू झुके छैनौँ र पछि हट्ने छैनौँ। आज इन्डियाको गोदी मिडियाले यो कुराले लिएर यति बहस गरिरहेछ, यति बकवास फैलाइरहेछ कि यो इन्डियाको ठाउँ छ अरे भनेर, यो हमारा ठाउँ है, हम लोग इसको युज करते आए है, ऐसा वैसा भनेर। तर बट वी नेपाली नो के दिस इज आवर्स, इट बिलोङ्स टु अस भनेर। अब हामीले जसरी भयो नि यो कुरालाई प्रमोट गर्नु पर्यो, सोसियल मिडियादेखि लिएर जहाँ पनि यति आवाज उठाउनु पर्छ। यो बहस गरेर यो डिप्लोमेटिक लेटर पठाएर केही हुनवाला छैन के। नेपाललाई हेपिदिन्छ यिनीहरूले र हेप्दै आएको छ। अब हामीले बाहिरको देशहरूको ध्यान आकर्षण गर्नु पर्यो, जसले कि इन्डिया र नेपालको बीचमा यो कुराले लिएर रिजल्ट आओस् एउटा, र यो हामी नेपालीले पाउनु पर्यो। इन्डिया होस् या चाइना, नेपाली कहिले झुकेको थिएन, न कहिले झुक्ने छ। बालनको यो कदम तपाईँहरूलाई कस्तो लाग्यो? हामीले जसरी भयो नि अब लिपुलेख, लिपियाधुरा र कालापानी हाम्रो देशको नक्सामा फेरि ल्याउनुपर्छ, नेपाललाई ग्रेटर नेपाल बनाउनुपर्छ। तपाईँहरूलाई बालनको यो कदम कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा राख्नुहोला। जनचेतनाको लागि, अवेरनेसको लागि यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। जय नेपाल।